हाँ पिन्छ है मैले चाहिँ कति धेरै भिडियो बनाइसक्यो है तर एउटै पनि हालेको छैन मलाई किनभने यो भिडियो राम्रो भएन होला ला मान्छेले के भन्ला जस्तो लाग्छ कि त्यही भएर मैले हालेन कि यो चाहिँ जस्तो भयो भने हाल्छु है मान्छेले अब दर्शक माझ अडियन्स माझ पुगेर चाहिँ नि अब राम्रो नराम्रो छुट्याउनु पर्ने यहाँ आफैले नराम्रो राम्रो छुट्याउनु थालेर चाहिँ अलिकति पुरा बिग्रियो जस्तो लाग्यो कि अब बाँकी भनेको त्यस्तै हो म चाहिँ अहिले ड्युटी निस्किँदैछु पहिला बुढीलाई छोड्छु त्यहाँबाट सुत्दाखेरि त्यहीँबाट ड्युटी गइन्छ म चाहिँ अस्ति चाहिँ दामी मिलेको थियो क्यामेरा एङ्गल पनि राम्रो बस मैले नबोलेर मात्रै गल्ती गरेको थिएँ कि अब मुडै खोइ के हुन्छ यो छोरी मान्छेको जस्तो हुन्छ कि मेरो चाहिँ कहिले के मुड हुन्छ कहिले के मुड हुन्छ कहिले मुडै चल्दैन है बुढी कहिले यो क्यामेरा एङ्गलहरू ठ्याक्क मिलेर भिडियो बनाउँदाखेरि बोल्ने मुड हुन्न कहिले बोल्ने मुड हुँदाखेरि चाहिँ क्यामेरा नै उयो नै मिल्दैन कि खै के हो वाट टु डु तर आज चाहिँ जस्तो भयो भने म भिडियो चाहिँ हाल्नेवाला नै छु कृपया मन पराएर साथ दिनु होला है एक त यो म अहिले यस्तो ट्र्यापमा परेको छु कि कामै त्यस्तो परेको छ कि अलिकति खाली टाइम जस्तो हुन त यो अफ सिजनतिर त पोहोर सालमा त 2 करोडहरू 3 करोड जति हाने गरे सेल हान्यौँ क्यारे अनि यो है कम्पनी पनि के हुँदैछ थाहै छैन अब अर्को ठाउँमा जान्छु भने जानै दिँदैन यहीँ बस भने अब आशै नलाग्ने टाइम पुग्यो पछि गएर के हुने हो यहाँ फ्युचर छ कि छैन हो त्यस्तो लाग्ने कि अब खै के हो धेरै सोचाइमा पर्छु क्या त्यसपछि यो सायद अक्सिजन भएर नै होला कि अक्सिजनमा त्यति काम हुँदैन नि त बसिया हुन्छ खाली दिमाग शैतानको हाजिर ताइसेर है खाली दिमाग शैतानको घर कि हाजिर हो खाली दिमाग धेरै खाली दिमाग भएपछि त्यो के सोच आउँदो रहेछ क्या अरे खासमा चाहिँ भएको त्यस्तो होला बस्दा जिउ पनि अल्छी हुने कहिले त अनि खासमा चाहिँ त्यस्तो हुन्छ कि खै कुद्ने सायद पछि राम्रै हुन्छ होला अलिकति धेरै स्टाफ भएपछि सिफ्ट वाइज काम गर्नु पनि हुन्छ होइन सिफ्ट अनुसार काम गराइ हुन्छ त्यसपछि राम्रो हुन्छ अहिले किनभने यो कम्पनी नयाँ पनि छ कि स्टाफ धेरै छैन अनि कहिलेकाहीँ चाहिँ 10जना मान्छेको काम चाहिँ कहिलेकाहीँ एक्लैले कभर गर्नुपर्ने हुन्छ होइन कहिले चाहिँ फेरि अब दिनभरि बस्या हुन्छ है त्यस्तो टाइपको भएर होला क्या सायद त्यो दिमागमा चाहिँ खै के कुराहरू खेल्ने के हुने मलाई जहाँसम्म लाग्छ भएको त्यही होला बिचारा उता पुगिसकेको मान्छे फर्किनु पर्यो अनि म के भन्दै थिएँ कि हन्टर लिएको चाहिँ मैले 2-3 महिना भयो है अनि फर्स्ट सर्भिसिङसम्म त्यही थिएन साउन्डहरू केही थिएन इन्जिनको साउन्डहरू साइ सुई जब सर्भिसिङ गरेपछि त यार उल्टै साउन्ड आउँछ यार स्वाई भने त्यो पल्सर 220हरू कराउँछ नि त्यो केमचेनहरू कराउँछ नि सेम त्यस्तै साउन्ड आउने कि एकदम इरिटेटवाला नि बरु त्यो पल्सरको त पछि मात्र आउँछ नि 2-3 वर्षपछि मात्र साउन्ड आउँछ नि जतनले चलायो भने यो त मैले यस्तो जतनले चलाएँ है 80-90-100 भन्दा स्पिड माथि लगेन त्यही पनि खै के साउन्ड आयो गर्ने यहाँ त बरु ट्राफिकै लागेन आज झन् लेट्छौँ झन्
अनि मेरो दिमाग खराब भयो। हेर हन्टर चाहिँ मैले सुरुमा लन्च हुँदाखेरि नै मलाई लास्टै आँखा लागेको, किनभने मेरो हाइट पनि छोटो अनि बाइक पनि अलिकति छोटो छोटै छ कि हो। त्यसैले मन पराएको यार, मन पराएर किनेको बाइक चाहिँ माटोमा त्यस्तो हुँदाखेरि त मेरो त दिमाग खराब भयो नि एकछिन त। अनि पछि मैले के गरेँ भने अहिले चाहिँ मैले एक्जस्ट हालेको छु है। एक्जस्टले गर्दाखेरि मेरो इन्जिनको साउन्डहरू केही सुन्नु नि पाउँदैन कि, आनन्द त ढुक्क छ। यदि तपाईँहरूलाई पनि अब त्यस्तो इरिटेट साउन्ड लाग्छ भने चाहिँ अब एक्जस्ट हाल्दा हुन्छ है। हन्टर भएको साथीभाइहरूलाई चाहिँ म त्यही रिकमेन्ड गर्न चाहन्छु। अनि एउटा कुरा गियर स्मुथ हुनुलाई चाहिँ होइन, म एउटा आइडिया सिकाउँछु है। हन्टरको चाहिँ के हुँदो रहेछ भने अरू पल्सरहरूमा त मैले त्यस्तो प्रब्लम कहिले पनि फेस गरेन होइन। हन्टरमा चाहिँ के हुँदो रहेछ भने अब यो गियर चाहिँ कहिले चाहिँ एकदम कडा कडा हुने के होइन। त्यस्तो कडा सडा मिलाउनलाई चाहिँ के गर्ने भने यो चाहिँ के, यो कहिले अलिकति कम ज्यादा गरेर टक्क कहाँनिर हाल्दाखेरि चाहिँ कतिमा हाल्दाखेरि स्मुथ हुन्छ त्यहाँनिर चाहिँ मिलायो भने गियरहरू एकदम स्मुथ हुने कि। गियर सिस्टम त पल्सरहरूकै राम्रो लाग्छ कि। अब जति ताते पनि नताते पनि उसको स्मुथ छ भने सुरुमा स्मुथको स्मुथै हुन्छ। यदि कडा छ भने त एकचोटि मिलाएपछि कति दिनसम्म हुन्छ। एक दिन यहाँ घुम्न जानुपर्छ ल बुढी। ओके म लगिहाल्छु नि। अस्ति जाम भनेको त अलिकति उयो पऱ्यो कि, उल्टो उता जैन मन्दिरहरू चाहिँ पुगेछ क्या, अनि त्यही भएर ला अब बुढीलाई यहाँ छोडिन्छ, म चाहिँ टाप भागिन्छ यहाँबाट। ओके बुढी, बाई बाई, गुड डे। अब म यहाँबाट टाप खस्नुपर्छ। उता गोपाल सेप पुरेको कुरै होला। हिजो चाहिँ उहाँ ढिलो भयो नि होइन, आज चाहिँ म ढिलो भएको छु कि है। कुर्नु भन्ने चाहिँ सबसे नराम्रो चिज हो कि। अब के गर्नु, गर्दा गर्दै ढिलो हुन्छ। फोनै आइसक्यो, फोनै आइसक्यो गोपाल सेपको। फोन चाहिँ म उठाउँदिनँ किनभने म पुगिसक्यो होइन। ट्वाक्कै ए ट्वाक्कै हो ट्वाक्कै। ए हेलो, वेलकम टु द ब्लग। ढिलो भयो क्या यार आज तरिका। हजुर ए यस्तो फटफटेमा नजानु के यार, यो भन्दा हामी छिट्टो पुग्छ अब हेर्नु। आयो भाइ के गर्नु यार यस्तो ल भन्दा भन्दै त्यसै ढिलो टाइम गएको थाहै हुन्न कि। आज मलाई खाना बनाउनु नि अल्छी लाग्यो है। अनि ल बुढीले बनाऊ भनेर बनायो उसले, बनाएर 10:30 बजी नै रेडी भएको खानाहरू। खानासाना खाएर 11 बजेर रेडी नै भएको थियो। खोइ के गर्दा त्यही 11:30 भएछ रुममै। हेर्नु त्यस्तो हुन्छ। अनि यहाँ चाहिँ कहाँबाट पानी आउँछ हौ झ्या। गनाएको त छैन हौ, तर इन्डियाको रोडहरू राम्रो हुन्छ कि। अब भन्दा भने के भनौँ होइन, अलिकति चाहिँ यहाँ इन्डियै होइन कि क्या हो जस्तो लाग्ने यस्तो राम्रो ठाउँहरू हुन्छ। तर गनाउनु चाहिँ टस्सै गनाउँछ नि है। यस्तै छ अब। जोस यो यताउति रोड साइडमा रुखहरू चाहिँ टन्नै हुन्छ। यो चाहिँ यिनीहरूले रोपेको नि होइन कि फेरि खासमा चाहिँ। यो पहिला जङ्गल थियो अरे नि त दिल्ली। हजुर पहिला पुरा जङ्गल थियो अरे कि। अनि यिनीहरूले काट्दै रोड बनाएको रहेछ कि। मैले चाहिँ सोचेको सबै रोपेर चाहिँ उयो बनाएछ, जङ्गल जस्तै बनाएछ, क्या राम्रो रहेछ सोचेको कि सुरुमा। कहाँबाट हुनु, जङ्गल पो फाडेको रहेछ।
जङ्गल ठुलो जङ्गल रहेछ कि पहिला। काठमाडौँ चाहिँ ताल थियो अरे नि। अनि हजुर मन्जुश्रीको तरबारले चोबारको डाँडामा काटेर चाहिँ बनाएको रे, पानी चाहिँ फालेर। त्यसको कहानी थाहा छ तपाईँलाई? लु भन्नु त। काठमाडौँको राजा होइन, मन्जुश्रीले। अनि अनि के भयो त्यहाँ नदीमा चाहिँ के हो नामको नागराजा बस्थ्यो अरे कि, कर्कोटस हो कि खोइ के नामको उयो बस्थ्यो अरे नागराजा। अनि पानी सकिएपछि त उता अलबत्र पर्यो। अनि त्यसपछि चाहिँ ऊ चाहिँ टाप भागेछ होइन। उसलाई छटपटी भयो नि त, उसको घरै उयो भइसक्यो। त्यसपछि चाहिँ पानी पनि परेन अरे के, पानी पराउने त नागले रहेछ क्यारे। अनि पानी नपरेपछि फेरि उसलाई बुझाउनको लागि त्यो उता किर्तिपुरको त्यो नेवारहरूले चाहिँ सबै त्यहाँ यो 14 भन्ने थाहा छ तपाईँलाई? 14 बनाइदियो अरे के। त्यहाँभित्र त्यो सुनको दरबार जस्तो बनाएर अनि आफ्नो भएको गहनाहरू गाउँलेहरूले जति सक्छ त्यति गहनाहरू त्यहाँ राखेर उसलाई मजाले बुझाएर चाहिँ त्यहाँ पुरा पानीहरू राखेर एकदम चोखो गरेर त्यहाँ राखेर चाहिँ त्यहाँ बसेको अरे। अहिलेसम्म त्यहीँ छ अरे। यस्तो रे कहानी। बाबरे रुगाखोकी लागेर केही छैन है। यस्तो पुरा दुखिरहेको छ भने यस्तो हुँदो रहेछ कि बनायो होइन। अनि बनाइसकेपछि चाहिँ ला यो के भएन के मिलेन जस्तो लाग्दो रहेछ के। त्यही भएर हाल्दिनँ म। कति बनाएर कति डिलिट गरिसक्यो। कोही 40 मिनटको, कोही 20 मिनटको, त्यस्तोहरू कति डिलिट गर्छ। के यो एक त त्यो पनि हो, यो खालि यो ड्युटी जाने एउटै रोड होइन, कति देखाउने होइन। कहाँ अच्छा त्यति बेला बनाउनु पर्ने कि है। त्यति बेला चाहिँ दामी हुन्थ्यो कि खास। त्यो बेलामा चाहिँ रोडहरू यस्तो दामी थियो नि। यो चाहिँ यस्तो हो कि होइन। अब मेरो एउटा साथी छ, त्यसले चाहिँ मलाई साह्रै चिन्ता गरिरहेको छ कि इन्डियामा नबस साथी, तिमी इन्डियामा सेफ छैन, इन्डियामा धाँधली हुन्छ, बेला बेलामा खै के हुन्छ भन्छ कि होइन। यो त जामै हुन्छ नि होइन। यो चाहिँ एउटा अलिकति यो रोड साइडहरू अलिकति बस्ने ठाउँहरू यस्तो भएको कारण चाहिँ यो अलिकति गाउँ जस्तो टाइपको हो कि। हाम्रो यो काठमाडौँको यो मूल पानी सुन्दरी जल भन्ने जस्तो टाइपको हो कि यो चाहिँ छेउछाउ। बिचतिर त इन्डिया त कम त राम्रो छ, विदेश जस्तो छ नि। रोडहरू भयो, ठाउँमा फ्लाइओभर होइन। अब हुन त साथी भएर अब चिन्ता गर्नु राम्रो पनि हो होइन। अलिकति यहाँ बस्ने मान्छेहरू चाहिँ अलिकति फोहोर छ के, गन्दा गरिदिन्छ। अनि अलि रुल्सहरू पालना गर्दैन, त्यति नै हो अलिकति मिस्टेक चाहिँ। नभए त भन्नु पर्यो भने त सफाको लागि चाहिँ नेपालै राम्रो हो, सफा हो। अब मान्छे त्यस्तै हो नि, के गर्नु। यही राखिदिनु। आइपुग्यो
सबैजना भर्खरै आएछ खासै ढिलो भएको छैन है हामी चाहिँ आइपुगिसक्यौँ मेरो हेलमेट चाहिँ यहाँ राख्छु ब्याग यहाँ राख्छु अनि आज किचन खासै सुनसान छ आजकल काम छैन नि त त्यही भएर है भेटौँला ल अर्को भिडियोतिर है साथीहरू